पर पुगेछ नातिहरू त ऊ पर हामी चाहिँ मत्स्य पोखरी आइपुगेको छौँ अनि दामी छ क्या ठाउँ चाहिँ चारो किन्नु पाउँछ अरे यहाँ सोधौँ न ल मत्स्य पोखरी संरक्षण तथा पर्यटन प्रबन्धन टन्डेल अरे सो मत्स्य पोखरी अब यहाँ भनेको चाहिँ मेन भनेको चाहिँ माछा हो माछा हेर्नुपर्ने हुन्छ असलाई मात्रै परेछ हेर्नु न अनि असलाई तल पाउँछ अरे मार्नु के यसको तल तल मार्नु पाउँछ अरे क्या यो पानीभित्र हाल्नु मिल्दैन मिल्छ अरे धेरै चाहिँ होइन हुँदैन टिकट हाल्नु हुँदैन ट्राई गरौँ न कोही डुबाउनु भएको साँच्ची ओहो इन्डियामा छैन अमिलो पनि त उस गरे हामी छोरा माछा पोखरीको पानीपुरी प्लस चटपटी चाहिँ चाख्नु बाँकी छ पानीपुरी चाहिँ लास्टै मिठो लाग्यो जहिले हामीलाई गाली गर्नुहुन्थ्यो आज त मिठो भयो भने यो त ऊ हो नि त भगलो चुप अरू त खान्न म त केमिकल खान्न क्या नखाऊ नानी हो भन्नुहुन्थ्यो आज मिठो गरी खाँदै हुनुहुन्छ है माछा पोखरीको पानीपुरी मलाई त त राम्रो हुँदैन त्यही भएर एक बोतल हुन्छ एक बोतल पुगिहाल्छ बाटो लाग्न आँटेको छ यहाँ मनबहादुर राई भन्ने काका यहाँ हौ मनबहादुर राई धनबहादुर राई राजु भाइ यता आउनु न मनबहादुर धनबहादुर कस्तो त बाउ छोरा छोरा चाहिँ बाउ जस्तो देख्दो रहेछ कि फर्किनु भएको यसले राम्रो फोटो खिचे पो त्यो कुराको कारण त्यसै गर्नु तिमीहरू आइतबार बिहानै हिँड्नु हो मत्स्य पोखरी हामी जाँदैछौँ अनि अहिले चाहिँ खासमा यो चाहिँ माने भन्छ कि पाङमा पुग्न आँट्यो यहाँदेखि चाहिँ अब हाम्रो राइड सुरु भयो यहाँ आमाले पुऱ्याइरहनु भिडियो बनाउँदै गइरहेको छु माथि छ्याङकुटी हुँदै चिसिला हुँदै त्यहाँदेखि हामी मत्स्यसम्म जान्छौँ कस्तो हुन्छ पाङमाको सुन्तला चाहिँ फेमस छ कि यहाँ चाहिँ सुन्तला पुरा फेमस छ यहाँको सुन्तला पनि मिठो हुन्छ
गरेको छैन अनि यो काम पिछे भएको छैन नि यो फाल्टो शिखा गुम्बा कालिका माध्यमिक विद्यालय भाइका बाबाले राम्रो गुडाउनु हुँदो रहेछ नि जाना जान्दैछ है अफ रोडमा त दोष उल्टी आज च्याकुटी डाँडा भयो के त हौ ग्याङ हाम्रो ग्याङहरू हामी सधैँ छौँ गोलिस्टर जुत्ता पो लाएर हिँड्ने हो त हौ यस्तै छ रमाइलो छ ताल पर्यो भने हातमा बोक्छु तेरो फोपाले बनाएको गुम्बा हो माथि फुपाले परे माथि टावर भनेको त्यो अस्ति भाइले कुरा गरे नि टावर हो माथिको थाहा छ पुगिसकेको छु म जब म पुगेको छैन नि कस्तो पुगेको छैन अनि त्यो टावर थियो त हामी जान्दा किन थिएन त्यहाँ एनटिसीको टावर ए सपनामै रहेछ यिनीहरू मोरै थियो त्यो टावर यो चाहिँ कागते गुरुङ चोक ठ्याक्कै यहाँ चाहिँ यो ठाउँ चाहिँ कागते भन्ने ठाउँ हो एकछिन हामी यहाँ बसेको यहाँ चाहिँ ठ्याक्क बस्ने ठाउँ पनि रहेछ तर आज चाहिँ अलिक मौसम चिसो चिसो घाम लागिरहेको छैन चिसो चिसो मौसम छ ओ पापा चाहिँ त्यहाँ पर म भेटेर आउँछ है भनेर बुढा मान्छे आइसक्नु हो हामीले माछा पोखरी आइपुग्यौँ माछे बजार आइपुग्यौँ हामीले माछा पोखरी आइपुग्यौँ भइसक्यो हिँड्नु न अन्त माछा पोखरी आइपुग्यौँ माछा बजार यहाँ चाहिँ उहाँहरू के खेल्दैछ हामी माछा बजारमा हामीले माछा पोखरी आइपुग्यौँ हामीले माछा पोखरी आइपुग्यौँ माछा त कति छ ऊ पर पुगेछ नातिहरू त ऊ पर हामी चाहिँ मत्स्य पोखरी आइपुगेको छौँ अनि दामी छ क्या ठाउँ चाहिँ चारो किन्नु पाउँछ अरे यहाँ सोधौँ न
कता हो माछालाई यहाँ चारो दिन मिल्छ कि मिल्दैन के दिनु किन्न मिल्छ यहाँ केही छ छ बुझा लु दिनु त एकजना चाहिँ उठाएर ल्याइदिनु म भाडा यहाँ छोडिराखिदिन्छु ल त्यो यामे खाएको 50 रुपियाँको दिनु कति आउने रहेछ 50 हजुर ऊ त यता ऊ आइसक्यो अरे त्यो जिरो पोइन्टबाट उठाउनु न यता निबारेको 0 पोइन्टबाट कति लाग्छ भाडा बहिनीले चाहिँ माछालाई चारो किन्दै हुनुहुन्छ दिने भुजा मात्रै हो भुजा मात्रै हो दिने माछालाई अरू तल उमै झार्दिन खोलामै झार्दिन न ल ल त्यसो गरौँ न है ल हुन्छ त्यो भुजा ल मत्स्य पोखरी संरक्षण तथा पर्यटन प्रबन्धन टन्डेलहरूले सो मत्स्य पोखरी हो यहाँ भनेको चाहिँ मेन भनेको चाहिँ माछा हो माछा हेर्नुपर्ने हुन्छ यहाँ छेउबाटै सुरु रहेछ कि माछा चाहिँ माछा रहेछ हो माछा देखिँदैछ हो एकछिन भइसक्यो खासमा चाहिँ असलाई मात्रै परेछ हेर्नु न अनि असला तल पाउँछ अरे मार्नु के यसको तल तल मार्नु पाउँछ क्या यो पानीभित्र हाल्नु मिल्दैन अरे धेरै चाहिँ हुँदैन टिकट हाल्नु हुँदैन ट्राई गरौँ न कोही डुबाउनु भएको साँच्ची भित्र त फेरि मिल्दैन होला नि माछा 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 एक मुट्ठी निनी एक मुट्ठी दादु किके दादु एक मुट्ठी यो असला माछा ठुल्ठुलो चाहिँ हुँदैन रहेछ नि यहाँ माछा माछै माछा जता हेऱ्यो त्यतै असला माछा अरू चाहिँ केही छैन यहाँ असलै माछा मात्र छ अनि नेपालको झन्डा रहेछ पुरा माछालाई चारो दिँदैछ सबैभन्दा धेरै चाहिँ परेन हेर आएको ओइ भाइ छोरा हेर त परदेखि नै आउँदैछ चारो सकिगयो कतिको ल्याएको त्यो 50 को अलिक ल्याउँथ्यो लो इन भिडियो बनाउनु पर्यो मत्स्य पोखरीमा राम्रो खालको भिडियो बनाउनु रुचि कुमारी राई यहाँ म छोड्नु म चारो दिन्छु कि यहाँ कतिको छ यहाँ राम्रो आउँदैन के होइन फोटो राम्रो कतिको बाक्लो आउँछ भनेर माछा त जताततै आउँछ नि यहाँ ऊ पर गयो भने नि आउँछ माछै माछा नि उता चाहिँ हिँड न
माछा मार्नु जाउँ न यहाँको तल मार्नु पाउँछ कहाँ तल पो जानुपर्छ अरे हो माछा मार्नु त कस्तो लागिरहेछ तिमीलाई पानीपुरी खानु आएको कि भुजा किन्नु आएको कस्तो लागिरहेछ तिमीलाई मजा लाग्यो माछा देखेर माछा अठाउनु लागेर तल यता हेर त्यो धारामा नि देख्यो माछा धारामा त हेरेन धारामा नि छ माछा कुन धारामा त्यो तल धारामा माछा कुदिरहेछ हेर न भुइँमै फर्स्टचोटि होला तपाईँ फर्स्टचोटि माछा खै ठुलो माछा त बन्द देखिनँ अहिले त के गर्नु आफूलाई खानु पाएको भए अगाउँथ्यो होला बहिनी 10-12 वटा जति पक्रिनु पायो भने हुन्थ्यो होइन भान्जा 10-12 वटा जति पक्रिनु पायो भने यता त मसिनोहरू रहेछ नि यहाँ पाइन्छ भनेको तर त त्यही पो दिनु थाल्यौ माछै माछा फोटो खिचिदिनु पापा खै बस्नु म खिचिदिन्छु बुढो मान्छे एक्लै यहाँ बसिरहेको छ अनि यस्तो सर्पमा खिच्नु फोटो हेर्दै डर लाग्दो खै ल्याउनु ए दिदीले पानीपुरी चटपटे बेच्नु हुँदो रहेछ सानो नानी बोजूको घर चाहिँ यतै हो तपाईँको घर यतै हो यतै हो ए यहाँ मुनि भिडियो बनाउँछु बोजूको हाम्रो घर त खादबारी नयाँ बजार हजुर पुरानो घर हाम्रो यहाँ पान्था हो पान्थारे चिन्नुहुन्छ तिनीहरू हाम्रो भान्सो खाएको र हामी उनीहरूको मावली हो यो सबै मेरो केटाकेटी गाउँको परेन यो भिरकुनेको मेरो दिदी यो होइन हामीलाई पानीपुरी ए नानीहरूको यहाँ उसले म त पहिल्यैदेखि हेरेको यो के कसैले मन पराउँदैन अनि 100 रुपियाँको चटपटी बनाइदिनु अब यस्तो जाडो हुन्छ छिटै जानुपर्छ मरिन्छ जाडो बाउलाई मेरो ज्याकेट देऊ आगो फुक्दिन्छ पहिल्यै ल्याऊ केटा हो इन्डियामा छ होइन अमिलो पनि त उयस गरे हामी चुक सँगसँगै सूर्यहरूसँग खै नेपाललाई नि हालिदियो एउटा उनीहरू अलिक अगाडि ब्ल्याक चाहिँ हो वान अफ द बेस्ट यो पानीपुरीको झोल चाहिँ जेठाले खाएको पनि यता पनि निस्किनु सोल्टी छोरा माछे पोखरीको पानीपुरी प्लस चटपटी चाहिँ चाख्नु बाँकी छ पानीपुरी चाहिँ लास्टै मिठो लाग्यो भाउजू हजुर
जहिले हामीलाई गाली गर्नुहुन्थ्यो आज त मिठो भयो भने खाँदैन यो त ऊ हो नि त भगलो चुप अरू त खान्न म त केमिकल खान्न क्या नखाऊ नानी हो भन्नुहुन्थ्यो आज मिठो गरी खाँदै हुनुहुन्छ है मासु पोखरीको पानी पुरी मलाई त पटक्कै मन परेन सहिलेकोले नि अगाएको थिएन यहाँ मैले फेरि अर्डर गरिरहेको छु त बनाउने हाम्रो दिदी यहीँ हुनुहुन्छ माछे पोखरीको अमिलो त खाँदैन मैले खाँदा कुकुरहरू पनि खाने यहाँ पल्केर सुपन अघि केटाहरूले नाम के हो नाम के हो हो प्रश्न हामी त यहाँ यसरी होइन यहाँ आइज त ल आइज जा उता जा जा छोरा जा यता हेर यस्तो यो 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 ल बा यता हेर्दा आइज अङ्गालो हाल्दै आइज अङ्गालोमा टट्ट उता तेरो फोपा डन पो आइपुग्यो त यहाँबाट पो खिच्दै राख्छौँ सोध्दै यहाँबाट बनाइदेऊ कि ऊ पापाकै फोनबाट बनाइदेऊ न हो बरु माओवादी त त्यो माओवादीहरूलाई तपाईँले भन्नुभएको मैले सम्झाएको नि त सक्छु मारेर हिँड्नु रोकेर त होइन होइन नि तेजुको पानीको कुनामा त्यहाँ मान्छे देख्न ए पर पछि त ठुलो हुन्छ नि पानी बर्खामा माछालाई असर भयो भने हाम्रो साह्रै यहाँ गाउँलाई पानी यताको चाहिँ फेरि मार्दा केही नहुने ढुङ्गातिर पानी फेरि गएकोले अब त्यो अनौठेहरूले बिगार गर्छ उसले हाम्रो पानी परेपछि सबै माछा पालन गरेर चाहिँ नानी उन्दो तल 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 खोलाघाटतिरबाट किनेर ल्याएर पालेछ यहाँ पोखरीमा चाहिँ यहाँ पालेको हुन्छ केटीकेटीले बिगार गर्ने चाहिँ माछा होला फेरि मैले देखेँ नि छैन त्यो तलको खोलाको केटीकेटीले पैसा मात्रै गर्छन् तर राखेको हुन्छ होइन नि डेबिटार भनेको यताउतापट्टि होइन आमा डेबिटार भनेको यताउता होइन अब खोलामा जान्छ दादा झोर्दा कस्तो डेन्जर कस्तो मजाले कराउँछ हेर्नु है मजाले राख्नुहुन्छ त्यसले एउटा समात्ने मान्छे